नेता हुनु त शेरबहादुर देउवा जस्तो भनेको होइन। त्यसैले यो मञ्चमा बस्नेहरू तपाईलाई माया नगर्नेहरू होइनन्, तपाईलाई माया गर्नेहरू हुन्। तपाईको चिन्ता गरेर तपाईप्रतिको सम्मान नघटोस् भनेर भनेको हुन्, दाइ छाड्दिनुस् अब। जसले घुमी घुमिकन तपाईलाई बोलाउन गए वास्तवमा ती तपाईलाई माया गर्ने मान्छे होइनन्। आजबाट नेपाली कांग्रेस पार्टीभित्र लामो समयदेखि जाम भएर बसेको, लामो समयदेखि पार्टीभित्र पार्टी सञ्चालनको जुन तरिका जसरी रह्यो, आजबाट यो भत्कियो। अब कसैले यसलाई भोलि जोसुकै आओस्, कसैले पनि अब पार्टीको सदस्यलाई हेप्न सक्दैन। अब कसैले पनि सक्दैन। अब तल बस्ने सदस्यहरूलाई माथि बस्नेले अब निउरिएर सलाम गर्नुपर्छ, जय नेपाल गर्नुपर्छ, तलबाट माथि होइन। किनकि यो पटक यो माथिले गरेको होइन, यो तलले गरेको हो। र तल बस्ने सदस्यहरूलाई पनि गाउँको साथीहरूले गर्न पठाउनु भएको हो, बदल्न पठाउनु भएको हो। त्यसैले यो सङ्घर्ष पार्टीभित्रको कुनै व्यक्ति बन्ने नबन्ने भन्ने सङ्घर्ष होइन, पार्टी कसरी चलाउने भन्ने विषयसँग जोडिएको विषय पनि हो। यो विशेष महाधिवेशन भोलि यसको बन्द सत्र छ। यो कहाँ गएर टुङ्गिन्छ मलाई थाहा छैन। यो नेपाली कांग्रेसको केन्द्रीय समितिले आयोजना गरेको भए मैले केन्द्रको महामन्त्रीको हैसियतबाट यो महाधिवेशनको एजेन्डा यो छ, त्यसैले सम्भवतः यहाँ गएर टुङ्गिन्छ भनेर भन्न सक्थे होला। यो त सदस्यहरूले मागेर भएको महाधिवेशन हो। तपाईहरुले माग्दै गर्दा के माग्नु भएको छ? नीति पनि बदल्ने, नेता पनि बदल्ने भनेर माग्नु भएको छ। मैले मागेको होइन, तपाईहरुले माग्नु भएको छ। यो कहाँ गएर टुङ्गिन्छ मलाई थाहा छैन, किनकि म पनि तपाईहरुले बोलाएर आएको एउटा पाहुना मात्र हुँ। यहाँ छु, तपाईहरुले आयोजना गर्नु भएको छ। भोलि अधिवेशनको हाउस बस्छ एन्ड हाउस विल डिसाइड। त्यो हाउसले डिसाइड गर्छ, जे डिसाइड गर्छ मेरो लागि त्यो स्वीकार्य छ। मैले त्यसलाई मान्नुपर्छ। अर्को महामन्त्रीले भनिसक्नु भएको छ, उहाँले पनि त्यसलाई मान्नुपर्छ, हामी सबैले त्यसलाई मान्नुपर्छ। तपाईहरुले जहाँ लगेर टुङ्ग्याउनुहुन्छ त्यसमा केही पनि आपत्ति छैन, किनकि जति गर्नुभएको छ मेरो लागि यो पनि ठुलो छ। मैले यसलाई पनि सम्मान गर्छु, किनकि तपाईको यो प्रयासले नेपाली कांग्रेसको बारेमा एउटा कुरा स्थापित गरेको छ, कांग्रेस दास र लासहरूको पार्टी होइन, कांग्रेस जिउँदो मानिसहरूको पार्टी हो। कांग्रेसमा प्रश्न मरेको छैन। यहाँ कुनै बा छैन जसले नबोल भन्दै गर्दा बोल्न छोड्ने कोही पनि छैन। यहाँ हामी सबै बराबर छौं, हामी सबै बराबर छौं। यहाँ प्रश्नहरू छन्। जुन पार्टीभित्र प्रश्न मर्छ त्यो पार्टीले समाजमा प्रश्न गर्न सक्दैन। जसले प्रश्न गर्न सक्दैन त्यसले उत्तर पनि खोज्न सक्दैन, त्यसले समाधान पनि दिन सक्दैन। तपाईको यो प्रयासले कांग्रेसलाई जिउँदो राखेको छ। जिउँदो कांग्रेसले बल्ल समाजको आफ्नो जिम्मेवारी पूरा गर्न सक्छ। त्यसैले फेरि एकपटक तपाईहरु सबैलाई अभिनन्दन गर्न चाहन्छु। आदरणीय सभापति, मेरो श्रद्धेय नेता शेरबहादुर देउवालाई पनि यहीँबाट सम्झिएर सम्मान प्रकट गर्दै दुईटा कुरा मैले राख्नै पर्छ। शेरबहादुर दाई, म यहाँ बस्दै गर्दा मैले समाचार पढेँ, केही पार्टीका श्रद्धेय नेताहरू अहिले बसेर छलफल गरिराख्नु भएको छ। मैले सुने कतिले के नेताहरूले के भनिराख्नु, मेरो सबै कोही नेताप्रति मेरो कुनै व्यक्तिगत टिप्पणी छैन। प्रत्येक नेता मेरो लागि आदरणीय हुनुहुन्छ। तर पक्कै पनि नेताहरूले के भनिराख्नु भएको होला भने यी दुईटा महामन्त्रीले नचाहिने काम गरे, यी दुईटा महामन्त्रीले अराजनीतिक काम गरे, यी दुईटा महामन्त्री तपाईलाई दुःख दिइरहेका छन्। तर सम्झनुहोस्, भदौ 18 गते पनि यो दुईटा महामन्त्री तपाईकोमा थिए, भदौ 22 गते पनि तपाईकोमा थिए, भदौ 24 गते बिहान पनि सबैभन्दा पहिला तपाईसँग सम्पर्क गर्ने यही दुईटा महामन्त्री थिए। भदौ 25 गते घटना भइसके पछाडि पनि सबैभन्दा पहिला वक्तव्य निकाल्ने पनि आँट गर्ने पनि यही दुईटा महामन्त्री थिए। र त्यसपछि तपाईलाई आएर घरमा आएर भेटेर, दाई यो देशमा यो प्रजातन्त्रको लागि तपाईको ठूलो योगदान छ, तर समय आएको छ, अब तपाईले छाड दिनुपर्छ। समय आएको छ, अब तपाईले आराम गर्नुपर्छ। समय आएको छ,
तपाईँले अब बात मार्ग प्रशस्त गरिदिनुपर्छ। इतिहासले पछि तपाईँको मूल्याङ्कन गर्दै गर्दा कति खराब कामहरू भयो होलान्, त्यसलाई बिर्सनेछ। नेपाली समाज यी मानिहरूमा धेरै माथि छ, तपाईँलाई सम्झनेछ। सुदूर पश्चिमको एउटा गाउँबाट आएर नेपालको प्रजातन्त्रको लागि गरेको तपाईँको सङ्घर्षलाई सम्झनेछ। तर अब तपाईँले छाडिदिनुपर्छ भन्दै गर्दा हामीलाई राखेर भन्नुभएको होइन, मङ्सिरभित्र अधिवेशन गर्नुहोस्, अब मैले कार्यभाग दिएँ, मैले सबै कुरा छाडेर गएँ भनेर भन्नुभएको होइन। त्यो गएको दिन काङ्ग्रेस मात्र होइन, काङ्ग्रेसभन्दा बाहिरको मानिसले पनि नेता हुनु त शेरबहादुर देउवा जस्तो भनेको होइन। त्यसैले यो मञ्चमा बस्नेहरू तपाईँलाई माया नगर्नेहरू होइनन्, तपाईँलाई माया गर्नेहरू हुन्। तपाईँको चिन्ता गरेर तपाईँप्रतिको सम्मान नघटोस् भनेर बार भनेको हुन्, दाइ छाडिदिनुहोस्। अब जसले घुमी घुमिकन तपाईँलाई बोलाउन गए वास्तवमा ती तपाईँलाई माया गर्ने मान्छे होइनन्।